नमस्ते सम्पूर्णमा म केशव उपाध्याय स्वागत छ हजुरलाई मेरो युट्युब च्यानलमा। आजको यस भिडियोमा मैले हजुरलाई युकेमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले एक महिनामा एभरेजमा कति जति कमाइ गर्छन् र उनीहरूको एक महिनामा कुन कुन शीर्षकमा कति कति खर्च हुन्छ त भन्ने बारेमा सानो इन्फर्मेसन लिएर आएको छु र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने आशा पनि लिएको छु। युके गभर्मेन्टले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि एक हप्तामा 20 घण्टा लिगल रूपमा काम गर्न पाउने प्रावधान राखेको छ। यो प्रावधान अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हप्तामा 20 घण्टा काम गरेर युके गभर्मेन्टको बेसिक पेमेन्ट क्राइटेरिया अनुसार यदि पेमेन्ट पाउँछन् भने उनीहरूले एक महिनामा एभरेजमा 1000 पाउन्ड जति कमाइ गर्न सक्छन् र उनीहरूले एक महिनामा 1000 पाउन्ड कमाउँदै गर्दा उनीहरूको कुन कुन शीर्षकमा कति कति खर्च हुन्छ भन्ने बारेमा डिटेल इन्फर्मेसन चाहिँ मैले आज यस भिडियोमा लिएर आएको छु। खर्चको कुरा गर्नुपर्दा सबैभन्दा सुरुमा आउँछ अकोमोडेसन, किनभने युकेमा रहने जति पनि मानिसहरू छन् अन्तर्राष्ट्रिय विद्यार्थीहरू अथवा अरू सबै मानिसहरूले बस्नको लागि एकदमै धेरै पैसा खर्च गर्ने गर्छन्, किनभने यहाँको लिभिङ कस्ट एकदमै हाई छ। अब अन्तर्राष्ट्रिय विद्यार्थीहरूको कुरा गर्नुपर्दा उनीहरूले इनसाइड लन्डनमा यदि सिङ्गल रुम प्रिफर गर्छन् भने सिङ्गल रुमको लागि उनीहरूले 400 देखि लिएर 550 पाउन्डसम्म पे गर्नुपर्ने हुन्छ। यो भनेको इनसाइड लन्डनमा अभाइलेबल हुने सिङ्गल रुमको प्राइस हो, जुन सिङ्गल रुम चाहिँ कुनै कुनै बक्स रुमहरू हुन्छ। बक्स रुमहरू चाहिँ अलिकति सस्तोमा पनि पाइन्छ, 400 450 भने बक्स रुमभन्दा अलिकति ठुलो साइजको सिङ्गल रुमहरू 550 600सम्म पनि पर्ने गर्छ। त्यस्तै ठुलो रुम जसलाई चाहिँ डबल रुम भन्ने गरिन्छ, डबल रुमको लागि या चाहिँ 750 800 देखि लिएर 900सम्म पनि पर्ने गर्छ र यो डबल रुममा चाहिँ स्पेसल्ली विद्यार्थीहरू सिङ्गल बस्दैनन्, उनीहरू साथीहरूसँग मिलेर दुईजना मिलेर एउटा रुम लिने र उनीहरूले चाहिँ आफ्नो खर्च चाहिँ डिभाइड गर्ने गर्छन्। यसरी खर्च डिभाइड गर्दै गर्दा उनीहरूले 800 को डबल रुम लिए तापनि उनीहरूको सिङ्गलमा खर्च हुने भनेको त्यही 400 450 नै हो। त्यसैले एभरेजमा अकोमोडेसनको लागि चाहिँ विद्यार्थीहरूले इनसाइड लन्डनमा 400 देखि लिएर 500सम्म खर्च गर्ने गर्छन्। त्यसपछि कुरा आउँछ ग्रोसरीको। ग्रोसरीको लागि एक महिनामा 70-80 पाउन्डदेखि लिएर 100 पाउन्डसम्म खर्च हुने गर्छ। यो भनेको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको एक महिनामा खर्च हुने रासन पानीको चाहिँ पैसा हो, जुन चाहिँ 70-80 पाउन्डदेखि लिएर 100 पाउन्डसम्म खर्च हुने गर्छ। कसैले चाहिँ अलिकति कन्जस्टेड तरिकाले चाहिँ खाना खाने, जस्तो होटेल लाइनमा काम गर्ने, रेस्टुरेन्टमा काम गर्ने विद्यार्थीहरू छ भने उनीहरूले चाहिँ रेस्टुरेन्टमै खाने गर्छन् काममा जाँदा। त्यस्तो कन्डिसन भयो भने चाहिँ उनीहरूको एक महिनामा ग्रोसरीको आइटम अलिकति घट्न सक्छ र 40-50 पाउन्ड 50-60 पाउन्डसम्म पनि हुने गर्छ। त्यस्तै ग्रोसरी पछि अर्को कुरा आउँछ ट्रान्सपोर्टेसनको। ट्रान्सपोर्टेसनको लागि एभरेजमा कुरा गर्नुपर्दा एक महिनामा 50 देखि 100 पाउन्डसम्म खर्च हुन सक्छ। यो ट्रान्सपोर्टेसन भनेको चाहिँ उनीहरू कलेज जाने, जुन हप्तामा 2 दिन अथवा 3 दिन जति पनि उनीहरूको कलेज जाने डे हुन्छ, कलेज जाने प्लस उनीहरूको काममा जाने सबै खर्च जोडेर कुरा गर्ने हो भने एक महिनामा ट्रान्सपोर्टेसनको लागि 50 देखि 100 पाउन्डसम्मले चाहिँ पुग्ने गर्छ। त्यस्तै ट्रान्सपोर्टेसन पछि अर्को खर्च हुने भनेको टेलिफोन बिल अथवा इन्टरनेटमा। टेलिफोन अथवा इन्टरनेटको लागि चाहिँ महिनामा 20 देखि 30 पाउन्डसम्म खर्च हुने गर्छ। एभरेजमा कुरा गर्नुपर्दा हामीले चाहिँ टेलिफोन बिल अथवा इन्टरनेटको चाहिँ 20 भनेर क्यालकुलेट गर्छौँ। र त्यसपछि कुरा आउँछ पर्सनल एक्सपेन्सेसको। यो पर्सनल एक्सपेन्सेस चाहिँ विद्यार्थीहरू आफैमा डिपेन्ड गर्ने कुरा हो। यदि उनीहरू अलिकति बढी घुम्न रुचाउने स्वभावका छन्, बढी साथीभाइहरू भेट्न जाने गर्छन् भने उनीहरूको खर्च अलिकति बढी पनि हुने गर्छ। होइन भने नर्मल्ली प्राय हेर्ने हो भने एक महिनामा पर्सनल एक्सपेन्सेसको लागि ती 50 देखि 100 पाउन्डसम्म खर्च हुने गर्छ। उनीहरू चाहिँ बढी घुम्ने, साथीभाइहरू भेट्न जाने, बाहिर पबहरूमा जाने त्यस्तो भयो भने उनीहरूको अझै बढी पनि हुनसक्छ। होइन भने एभरेजको कुरा गर्ने हो भने 50 देखि 100 पाउन्डसम्ममा आफ्नो पर्सनल एक्सपेन्सेस पनि एक महिनामा मेन्टेन हुने गर्छ। अब यी सबै शीर्षकहरूलाई समेटेर हामीले के निष्कर्ष निकाल्न सक्छौँ भने इनसाइड लन्डनमा बस्ने अन्तर्राष्ट्रिय विद्यार्थीको चाहिँ एक महिनामा अकोमोडेसनमा एभरेजमा 450, त्यस्तै ग्रोसरीमा 100 गरेर 550, 50 पाउन्ड चाहिँ ट्रान्सपोर्टेसनमा 600 र पर्सनल एक्सपेन्सेस र टेलिफोन बिल गरेर 100-700। र यो 700 भनेको चाहिँ इनसाइड लन्डनमा बस्ने अन्तर्राष्ट्रिय विद्यार्थीको एक महिनाको खर्च हो र यो खर्च चाहिँ
विद्यार्थीहरू अनुसार अलिकति कम पनि हुनसक्छ, कसैको 550 होला, कसैको 600 होला र एभरेजमा कुरा गर्नुपर्दा हामीले 600 देखि 700 खर्च हुन्छ भनेर चाहिँ अनुमान गर्न सक्छौँ। र यदि हजुरहरू अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा युकेमा आउने सोच गर्दै हुनुहुन्छ भने हजुरहरूले 1 महिनामा इनसाइड लन्डनमा खान, बस्न, त्यस्तै टेलिफोन बिलको लागि ट्रान्सपोर्टेसनहरू र आफ्नो पर्सनल एक्सपेन्सेस गरेर 1 महिनामा मेरो 600 देखि 700 सम्म चाहिँ खर्च हुन्छ भन्ने कुरा माइन्ड मेकअप गरेर हजुरले चाहिँ प्लान बनाएर आउनुपर्ने हुन्छ। हस् त, आजको भिडियोमा यति नै, र म अर्को भिडियोमा हजुरहरूलाई युकेमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले कुन कुन सेक्टरमा काम गर्छन् र काम गरे बापत उनीहरूले चाहिँ कति कति पारिश्रमिक पाउँछन् भन्ने बारेमा डिटेल इन्फर्मेसनहरू लिएर अर्को भिडियो बनाउने छु। आजको भिडियो चाहिँ हजुरलाई कस्तो लाग्यो, पक्कै पनि इन्फर्मेटिभ लाग्यो भन्ने मलाई चाहिँ आशा छ। यदि हजुरलाई मेरो भिडियो मनपर्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला, हजुरहरूलाई केही थप कुराहरू जान्न मन लागेको छ भने चाहिँ कमेन्ट गर्नुहोला, र यो भिडियो मन परेको छ भने साथीहरूलाई सेयर गर्न पनि नबिर्सनु होला।